यो चाहिँ हाम्रो फिलिपिनको हो कि अनि यो इन्डोनेसिया हाम्रो साथीहरू यहाँमा चाहिँ अब 2 सिप गर्नुपर्दो रहेछ तल नझरेर अब सिधै माथि जाने रे त्यही हो लास्ट यही हो त इन्जोय चाहिँ दामी बाबा पानी रसाएको वरपर घाँसहरू झारहरू हरियो म यस्तो गाउँ याद आइरह्यो भने हेर्दाखेरि बाबा दामी यो चार्ज यो टेबलको चार्ज हो यो सर्भिस चार्ज 15 रिङ्गेट चाहिँ अनि यो 9 रिङ्गेट चाहिँ फेरि एसएसडीको चार्ज तर खाइयो जे पनि हल्का पेट पूजा गरियो अब हामी निस्किन्छ होला बाहिरतिर बल्ल बल्ल बाहिर निस्केको बाटो खोज्दा खोज्दा दौडुङ्गा त्यही पनि गार्डन आगि गार्डन गार्डनै रहन्छ यार तर डाँडा गाडा चाहिँ दामी देखिरहेछ हेलो एभ्रिवान नमस्ते झोरले वेलकम टु माई ब्याक युट्युब च्यानल तपाईँहरू सबैजना सन्चै आराम हुनुहुन्छ म पनि एकदम सन्चै छु अहिले चाहिँ म यहाँ क्यान्डिल हालेर घुम्न आएको केटाहरू पनि यहाँ सबजना छ हामी चाहिँ 2 वर्ष आएको छ 100 भन्दा फरक छ बिहान 5 बजी हिँडेको थियो अनि अहिले चाहिँ 8 बजिसक्यो माथि जानु लाग्यो माथि गएर केबुल गाडमा चप्प यसो मस्त हान्नुपर्छ यहाँ हाम्रो पुरानो साथीहरू भइसक्यो हेलो गाइजहरू हेलो ओके यो चाहिँ हाम्रो फिलिपिनको हो कि अनि इन्डोनेसिया हाम्रो साथीहरू सबजना छ इन्डिया समोरा गाइजहरू ए यताहरू म यसै यता भन्नुहुन्छ यहाँ हिरो बनेर आउनुहुन्छ क्या हुन्छ होइन माथि भेट्नुपर्छ अब इन्जोय गर्नुपर्छ एकछिनमा है त्यहाँ लिफ्टमा हामी सब माथि केबुल गाड चल्न जानु लाग्यो मान्छे तन्नु सिकेर सबजना है सबले तल चर्च लाएर हामी चाहिँ केबुल गाड बसिसक्यो सर हामी आजजना मान्छे भिडियोहरू बाहिर सर र गयो माथि भएन अब यस्तो दामी कस्तो छ यहाँ भनेको अग्लै रहन्छ यहाँ तर यहाँ चाहिँ अग्लो रहन्छ कि लास्ट पर्दो रहेछ यो केबुल काट चढ्यो कि नचढ्यो त थाहै हुँदैन है बस्ने अब के आनन्दले घुम्ने भने के घुम्ने बस्ने मस्त लाएर के मन्दिर हो यो दामी रहेछ तर घाम लागेको छ कि खासै मजा चाहिँ देखेको छैन धेरै अग्लो पनि रहन्छ ठिक्क रहेछ अहिले चाहिँ कस्तो हुन्छ कस्तो राम्रो ठाउँ कति राम्रो कति नराम्रो ठाउँ हुन्छ अहिले घुम्न पनि थाहा हुन्छ यहाँमा चाहिँ अब 2 सिप गर्नुपर्दो रहेछ तल नझरेर अब सिधै माथि जाने रे त्यही भएर हामी चाहिँ फेरि माथि हिँडेको यहाँ चाहिँ अब दामी छ एकदम नेपालको जस्तै हो क्या गाउँ जस्तो ए जङ्गल भाइ केही छैन यहाँ सब जङ्गल हो क्या बिल्डिङहरू पनि ठिकै रहेछ यतातिर अझै माथि नै रहेछ अझै माथि हो अझै माथि हो केवल घरमा झरे हामी त छिरेको हामी दामी रहेछ मस्त यहाँ चाहिँ बवाल छ क्या तल हो ठिकै रहेछ दामी यहाँ चाहिँ बवाल रहेछ सबै मलतिर त होइन सबजना दामी छ क्या सिट बाह्रमा सबजना है बवाल रमाइलो गरेर भनेको आएको छ होइन चिस्मोले टेकेर हाँकेर हाल्यो मैले के भन्ने सब आमा भाइहरू छ इन्डिया हान्नु मतलब एकछिनपछि भाइ भर्खर चाहिँ पुग्यो दामी गर्ने अहिले है दामी या बाल छ क्या सिन चाहिँ फेरि त त्यही हो गर्नु आएको छ सिनु लिएर केटाहरू चाहिँ खानै पऱ्यो भन्छ दामी छ हामी चाहिँ लास्ट घुम्ने ठाउँ आइसक्यो यहीँ हो लास्ट घुम्ने ठाउँ अब यहाँ सपिङ गर्ने अब ग्यास निकाल्ने अब खानासाना खाने ठाउँ सब यहाँहरू इन्जोय गर्ने ठाउँ बिचमा चाहिँ हामी यहाँ सब महलको बिचमा हो क्या दामी छ अब एकछिनमा खाना खान्छ अनि ग्यास निकाल्ने केटाहरू ग्यास निकाल्छ होइन खानासाना खाने केटाहरू खान्छ अनि सपिङ गर्छ लास्ट यही हो त इन्जोय चाहिँ दामी बाबा ठाउँ चाहिँ लास्ट दामी रहेको चाहिँ बिर्त अन्डरग्राउन्ड चाहिँ मलाई बवाल लाग्यो यहाँ अन्डरग्राउन्ड छ नि त्यो चाहिँ मलाई एकदम दामी बिन्दास लाग्यो यहाँबाट गेट छिर्ने बवाल छ क्या ठाउँ यहाँ चर्के पिङहरू पनि रहेछ दामी छ क्या बवाल
झट्ट अब खाना खानुपर्छ 9 बजिसक्यो अनि त्यसपछि खाना खाएर यस्तो मस्त यताबाट घुम्नुपर्छ लास्टले केटापट्टि दामी रहेछ यहाँनिर यहाँ नाकको रहेछ बबाल अन्डा पनि छ क्या दामी के हो यो चारैतिर अन्डा बिचमा चाहिँ नाक बबाल दामी माथि राति लाइट गर्छ क्या त्यो लाइट बबाल छ अनि त्यहाँ फोटो खिच्न लाग्यो एकछिन पछि भेट्नु साथीहरू ल सुरुबाट सिधै तल जानु लाग्यो अनि तल चाहिँ यहाँ दामी रहेछ जिल्लो बबालमा यहाँ हाम्रो केटाहरू छ यहाँ फोटो सोटो हानिरहेको छ ठिक छ ल तल गएको ठिक छ तल हाम्रो यहाँ चाहिँ हेर्नु जानु लगाइरहेको यहाँनिर चाहिँ दामी उनीहरूको स्टार अनुसारको लाइट के बबाल लाइनले सर दामी उनीहरू स्टारको क्या लाइट बबाल फुलहरू चाहिँ बबालकै फुलहरू चाहिँ जताको लगाएको रहेछ बनाएको भनौँ न डेकोरेसन गरेको कि बबाल दामी अनि दामी डेकोरेसन गरेको क्या बबाली अनि यहाँ यस्तो दामी ढुङ्गासम्महरू पनि लिएर राखेको रहेछ क्या बबाल छ यहाँ ढुङ्गा यो ढुङ्गा जस्तो बनाएको यो हुन्डा ढुङ्गा होइन त्यही पनि दामी त्यस्तै बनाएको बबाल यहाँ आउँदाखेरि होइन मैले एउटा कुरा केटेको थिएँ भने चाहिँ यहाँ दामी त्यो हुन्छ नि त्यो गाउँतिर के बर्खामा त्यस्तै दामी बनाएको के बबाल बनाएको छ यहाँबाट जति पानी रस आउँछ नि त बर्खामा अनि यस्तै खालिको यहाँ नाला बनाएको छ अनि झारीसारीहरू पनि के दामी बबाल बनाएको छ यहाँ यहाँ हेर नि कस्तो गाउँको के बबाल बनायो नि सेम गाउँमा जस्तो कि पानी रस आएको घाँसहरू झारहरू हरियो म यस्तो गाउँ याद आइरह्यो भने हेर्दाखेरि बबाल दामी सुरु सब बबालको सब गाउँ मोज गरेर घुमेर माथि फर्किँदैछ माथि गएर पनि खाना खाने अब भइसक्यो लास्ट 10 बजिसक्यो भने चाहिँ त्यो गाइडहरूले चाहिँ भन्यो त्यही गर्नुपर्छ हाम्रो नजिक ठाउँ यहाँको लोकल गाइडहरू छ हाम्रो दुईजना तिमीले जे भन्यो त्यही गर्ने हो त्यही यहाँ इन्जोय गर भनिरहेको त्यही गर्छ हामी इन्जोय गरिदियो लास्ट भोक लाग्यो त्यही भएर अहिले चाहिँ हामी चाहिँ खाना खानु अब खाना हेर्नु छ के खाने अब भनेर सबजना बसिरहेको छ अनि मेनु चेक गरिरहेको कुन खाना खाने सब त्यहाँ चाइनिज छ क्या चाइनिज खाना चाहिँ यस्तो गुलियो हुन्छ होइन चाइनिज खाना भनेको सबमा मोमिसाहरू हुन्छ त्यही भएर चाहिँ चेक गर्दैछ हामी चत्त यहाँ चिसो आयो अब निम्बु पानी मिलेर रहेछ अब खाना पनि आउँदैछ खाना आइसक्यो हामी चाहिँ अब खाना खाने चाहिँ मस्त लगाएर सबजना आइटम गयो फेरि बाबा सबले आफ्नो आइटम यो चाहिँ मेरो हो तर चाइनिज चाहिँ गुलियो हुन्छ तर भोक लाग्योलाई तन्न खाना चाहिँ खाइयो भात पनि पुगेन भात पनि थोरै थियो तर यहाँ प्रब्लम भने चाहिँ के आयो भने चाहिँ चार्ज पनि लाग्दो रहेछ क्या नयाँ केटा देखाम साथीहरूलाई यस्तो हुन्छ भनेर के टेबलमा बसेको अनि सर्भिस चार्ज पनि लाग्ने कि छुट्टै अब यो चार्ज यो टेबलको चार्ज हो यो सर्भिस चार्ज 15 रिङ्गेट चाहिँ अनि यो 9 रिङ्गेट चाहिँ फेरि एसएसडीको चार्ज अब हाम्रो चाहिँ टोटल 156 रिङ्गेट भएको थियो अनि यहाँ जोडेर यति भएको क्या यस्तो हुन्छ कि विदेशमा होइन होटलमै भेट्टाएर बस्यो भने अनि चार्ज लाग्दैन नि त नेपालमा त यहाँ पनि चाहिँ टेबलको चार्ज अनि वेदरको पनि चार्ज सर्भिस चार्ज क्याडक्स जेस खाइयो ठिक छ त्यही पनि एउटा रेस्टुरेन्ट गऱ्यो नि त विदेशमा यस्तो रहेछ भनेर बुझियो भात यति दिएर अगाडि ठिक छ तर खाइयो जे पनि हल्का पेट पूजा गरियो अब हामी निस्किन्छ त बाहिरतिर यहाँ सबजना खाएर बसिसक्यो बिचमा अड्किरहेको यता उता भएर बाहिर जाने बाटो चाहिँ थाहा भएन कि हामीलाई बाहिर चाहिँ घुम्ने बाहिर पनि छ घुम्नु ठाउँ भनिरहेको थियो केटाहरूले केटाहरू गएर अनि कहाँ हो कहाँ यत्रो महल छ उताको सिक्किम हो क्या यताको हामीले यता नि त उतापट्टि जाऊँ न बल्ल बल्ल बाहिर जाने बाटो भेट्यो होइन त्यहाँ मान्दाखेरि भेटाउनु गयो जस्तो लगाएर अनि हामी बाहिर जाने भएर चाहिँ सब हाम्रो उता बाहिर गयो हामी मात्र बाँकी रहेछ यहाँ त्यही भएर मान्दै लिन अब भयो हामी जाने अब बल्ल बल्ल बाहिर निस्केको बाटो खोज्दा दौडौँ त्यही पनि गार्डन आयो गार्डन बल्ल बल्ल बाहिर निस्केको बाटो खोज्दा दौडौँ त्यही पनि गार्डन आयो गार्डन गार्डनै रहन्छ यार तर डाँडा चाहिँ दामी देखिरहेछ
के गार्डनमा नि बसेर ठाउँ छ केटाहरू छ यो त कहाँ गयो केटाहरू यो त बाहिरै छ भन्छ नि पिनोटहरू सिडीहरू बबाल छ तर ठाउँ चाहिँ ठिक छ गर्मी भयो कि यार अब हामी चाहिँ यहाँबाट फर्किसकेको जब त हामी चाहिँ के भन्छ यहाँ बसिसक्यो हामी फर्किँदै यहाँ केबल कारमा सबजना केबल कार हामी फर्किसक्यो अब तल गएर बिचमा झर्छ त्यहाँ पनि घुम्ने ठाउँ छ अरे अनि त्यहाँ घुमेर त्यसपछि 3 बजीतिर फर्किन्छ भने साथीहरूसँग अगाडि गइसक्यो अनि कोही चाहिँ पछाडि नै छ हामी फर्किसक्यो यहाँ तल आएर दामी छ नि Lang mở vào đây còn trong xưởng thuốc rồi त्यो चाहिँ ठाउँ चाहिँ हाम्रो छ दामी छ यहाँ हामी तल आएको बिचमा यहाँ मन्दिर रहेछ ठुलो मन्दिर छ कि ठुलो छ दामी छ त्यो सब केटा सब छुट्यो क्या सँगै साथीहरू है यस्तो मिलिमिली साथीहरू चाहिँ भेटै भएन म कहाँ हो कहाँ केटाहरू कोही पछाडि होला कोही अगाडि होला होइन कोही पनि भेटेकै छैन भने कि कहाँ गयो गयो थाहै छैन गाह्रो छ केटाहरू कता कता सोध्छ त्यो भगवान् छ यो त दामी सिट त्यो दामी रहेछ ओ ओए के बोले अझै दामी रहेछ अनि मन्दिरहरू सब रहेछ बुद्धिस्ट उहाँ चाहिँ बुद्धको मूर्ति रहेछ माथि माथि त हुस्सु लागिसक्यो यहाँ तल चाहिँ ठिकै रहेछ अझै चाहिँ शीतल छ त्यही भएर दामी छ अघि चाहिँ यस्तो घाम लाग्थ्यो क्या दामी घाम लाग्थ्यो अघि सब साथीहरू यहाँ छ कता कता थाहा छैन आफ्नो ग्याङ मार्छ क्या सब चिल म्यास अहिले म चाहिँ यहाँ तल छु यहाँ भनेको अब लास्ट घुम्छ अब हामी अब एकछिनमा फर्किन्छ होला साइड यहाँ चाहिँ दामी दामी जे छ म त्यही देखाउनु गइरहेको छु हजुरले कस्तो लाग्छ तपाईँहरू होइन म देखाउने छु यहाँ चाहिँ सब त्यहाँ डाँडा जस्तो सानो चिटिक्क गरेको ठुलो जस यस्तो दामी बनाएर चाहिँ बनाउनु चाहिँ तर हामी टाइममा आएको छैन कि टाइम हल्का ढिलो भयो त्यही भएर बबाल बजी त्यो दामी के अब विदेशको है चिन्दै चिन्दैन के बनाएको भनेर उनीहरूको नामै थाहा छैन हौ के हो दामी बनाएको छ थाहा भएन बबाल छ है जेसुकै होस् दामी बनाएर रहेछ यहाँ चाहिँ अब म जाँदै गर्छु माथि माथि के बनाएको छ के गर्दैछ हेरौँ अहिले चाहिँ पानी पर्न लाग्यो अब त्यही भएर फर्किनुपर्छ अब हामीहरू फर्केको यो लास्ट स्टेज हो तल जाने हो अनि तल गएर अनि बसमा सिधै अब रुम जान्छ हामी यहाँ चाहिँ दामी रहेछ यो पनि बवाल रहेछ यहाँ यो मङ्की बाँदरहरू त्यहाँ बसिरहेको तल पानी चोइरहेको ठिकै रहेछ देश दामी छ जे भए पनि अब हामी चाहिँ फर्किसक्यो दुःख हेर्छ अहिले पानी परेर अब हामी चाहिँ रुम फर्किन लाग्यो अब टाइम पनि भइसक्यो बस पुगेको माथिबाट आइसक्यो तल हामी सबजना साथीहरू आइसक्यो यो आजको भिडियो यति नै थियो तपाईँहरू कस्तो लाग्यो तपाईँहरू फिडब्याक गर्नलाई कमेन्ट बक्समा आएर कमेन्ट गर्नुहोस् सबजनाले साथ सपोर्ट माया गरिदिनुहोस् त्यसै गरी नै अब फेरि नेक्स्ट भिडियो लिएर आउँछु तपाईँहरूको सामने अहिलेको लागि म छुट्टिएको बाई